सो गाइज आज चाहिँ म बच्चाहरू घुमाउँदै हिँडिरहेको छु होइन बिहान बिहानै अहिले बिहानको 6-7 बज्यो घुमिरहेको यसो बच्चाहरूलाई त्यहाँ छ एउटा भाइ मेरो सालो केटो त्यहाँ चाहिँ म छोरी हाई गरिदेऊ यता आऊ चाहिँ भए त पुग्छ दिदी घर चाहिँ यो हात भाँचिएको भएर हो कि अलि राम्रै सामान नमिलेर हिँड ल यसरी हिँड्छ है यता हेर्देऊ ल हामी भन्नाले म चाहिँ अब यो बच्चाहरू बोकेर अब घरमा अब बसौँ भने आमाहरूलाई पिर्छ क्या यिनीहरूले खालि रोक्कोरै गर्छ अनि त्यही भएर यसो बाहिर डुलाउन लिएर आएको तिमीलाई भने होइन यो चाहिँ हामी बस्ने बस्ती है सो म चाहिँ अलि तलै बस्छु यता चाहिँ दिदीहरू बस्नुहुन्छ सो यता गोलभेडा खेती हुँदैछ धमाधम गोलभेडा रोप्दै हुनुहुन्छ कतिले रोपिसक्नुभयो कतिले रोप्दै हुनुहुन्छ हैन कुखुराहरूको बिहान बिहानको चिख सो रमाइलो लाग्छ यस्तो बिहान बिहान करा कुखुराहरू यो मेरो चाहिँ हिँड्नै मान्दैन भने खालि यो चाहिँ भान्जी हो यो हिँडिरहेको चाहिँ मामा हो ओइ मामा मामा लड्यो त यार है छोरी मामा लड्यो अलि तलबाट यताबाट यो बन्द भइसक्यो यताबाट आऊ सो हामी चाहिँ यसो घुमेर होइन बिहान बिहानै ल हेर्नुहोस् गाइजहरू सब टनेला खेत टमाटर खेती चाहिँ हाम्रो दिदी बस्ने रुम होइन उतानिर चाहिँ कालिज फार्म छ तपाईँहरू आएर खान सक्नु नै हुन्छ त्यहाँ गाउँले चुलो भन्ने आऊ अर्को साथी नि भेट भयो यसको यिनीहरूको बच्चाहरूको होइन ल खेली गर त तीनजना यो दुईजना छ यता एकजना हेर्नु त बिल्लीको आँखा बिल्ली यता हेर त रिसा छ कि अब डरलाग्दो छ त आँखा त यहाँ यो हेर्नु यो यसरी सु गरिरहेको यो हामी चाहिँ यो पहिला यो घरमा बसेको थियो अहिले चाहिँ सरेछ जुम भइसक्यो हामी चाहिँ अब घर हिँडेको यहाँबाट यहाँ बच्चाहरूलाई खेलायौँ बच्चाहरू खेलाइसकेर ल हेर्नुहोस् मेरो पछाडिको भ्यू हेर्नु यतातिर सो ल हेर्नु त टनेला हल्लियो कि यार यो हात नमिलेर हातले गरेर हात भाँचेको हातले अलिकति घुमाउन मिल्दैन है त्यही भएर उहाँ गराउँछ सो यता हेर्नुहोस् लोकल कुखुराहरू लिन आउनुहुन्छ भने आउनुहोस् आइगर न यता हेर्नु यता सो यो चाहिँ स्कुल जान आँटिरहेको होइन नक्कली हो हाम्रो गाउँको ल हेर्नुहोस् यहाँ च्याउ खेती छ यता मुत्या छ र त्यही भएर मेरो कपडा गनाइरहेको छ सबै बोकेर
यो कस्तो हात नमिलेर हजुर हजुर हाई गर्दैन बच्चा समातिरहेको छु त अब चाहिँ हामी फाइनली घरमा आइसक्यौँ यो हामी बस्ने घर चाहिँ यो सेतो घरको छेउको ए कुखुरा त बाहिर हिँडिरहेको घुमाउनै मिलेको छैन कि हातले ल हेर्नुहोस् यो त्यो माथिको 3 बिब्ले डाँडो हो उ त्यो माथि मन्दिर पनि छ उ त्यहाँ माथि भ्यू टावर छ सो हामी चाहिँ फाइनली नै घर आइसक्यो यहाँ चाहिँ गेटमा चाहिँ मलाई मेरो बुढी कुर्दै हुनुहुन्छ सो वेलकमको लागि होला मलाई मुसुक्क हाँसेर बहुत मिठो स्माइल दिँदै हुनुहुन्छ सो यहाँ पानीपुरी चटपटे पसल पनि छ हाम्रो भनेर कसलाई सुनाउँछ र आज चाहिँ म अहिले चाहिँ अब हामी हस्पिटल जाँदैछु घरमा छोरी एक्लै हुन्छ त्यही भएर बोकेर हिँडेको पछाडि बुढी पनि आउँदैछ अनि 2 हप्तापछि आउनु भनेर पठाउनु भएको थियो त्यही भएर अनि भएन भन्दैछ पछाडिबाट मेरो बुढीले छोरी हामी कहाँ जाँदै हो हामी कहाँ जाँदै अरे हामी चाहिँ हस्पिटल जाँदैछु मेरो बुढी आउँदै हुनुहुन्छ पछाडि हेलो भन्दियो सो लजाएर मुसुक्क हाँस्या मात्र छ है गाई त्यही छोरी बोकेर हिँड्दा यस्तो हात दुख्छ नि है छोरी अहिले तातुली गर्छ नि छोरी फेरि हो कि होइन है सो अब आइसक्यौँ हामी चिसोपानी चोकनिर हामी चाहिँ चोकमा आइपुगिसक्यो आइपुग्न आँट्यो हिँड भनेको मानेन फेरि बोक्नु पऱ्यो मेरो पिकुलीलाई अनि पिकुली यो प्याडी ब्यालेन्स थियो अनि यो भत्काएर अहिले बिचबाट रोड बनाएर आफ्नै जग्गा भएपछि के गर्नु होइन के हो हेर्नु त उहाँ कुतुलुको बच्चा ओ हस्पिटल जान आँट्यो हो हस्पिटल मेरो हातको लागि मेरो हात चाहिँ के भयो भन्दा गाउँमा जाँदाखेरि बाइकबाट भन्दा नि बाइकसँगै गुल्टेको के खोलामा अनि त्यही भएर यस्तो हात भाँचेर सो अनि अपरेसन गर्यो त्यसपछि थेरापी अहिले चाहिँ मेरो छोरी चाहिँ मामु चाहिँ सँग बसिरहेको अब सोगाई उतै गएर भेटौँ है त सोगाई हामी चाहिँ हस्पिटल आइपुग्यो होइन अब यहाँबाट भित्र जान्छु अब फेरि भेटौँला है त गाइज A few moments later. सो गाइज अब चाहिँ हामी हस्पिटलबाट निस्केर हिँडिरहेछौँ होइन अब भित्र अब थेरापीभित्र भिडियो गर्न नमिल्ने रहेछ भित्र अब हातकै लागि आएको नेसनल ट्रमा सेन्टर सो हामी चाहिँ अब गाडी चढ्ने हो अब गाडी अलि अगाडि गएर चढ्नुपर्छ सही हामी चाहिँ अब भित्र घर फर्किँदैछौँ नाटक गरेर कति जाने हो मेरो छोरीले सो अलि यो हातले नमिलेर अप्ठ्यारो भइरहेको हामी चाहिँ न्यु रोडको बाटोमा हिँड्दैछौँ होइन मान्छे पनि धेरै छन् यतातिर धेरै छन् हुनुहुन्छ मान्छेहरू सो सुरुमा हो अलि लाज लाग्दो रहेछ कि मोबाइल ठडाउँदै हिँड्नलाई गाइज न्यु रोडको गेट आइपुग्यो
हामी चाहिँ सो फाइनली न्यु रोडको गेटमा हाम्रो भेट भयो। जेब्रा क्रसिङ गर्दैछौँ हामी, बाटो क्रस गर्दैछौँ। फाइनली हामी चाहिँ अब बाटो नि क्रस गरियो, हिँड्दैछौँ हामी ल पुरा। तिनीहरू चाहिँ अलि हिँड्नलाई अप्ठ्यारो मान्छन् क्या, त्यही भएर अलिक गाह्रो। हामी चाहिँ अब उखुको जुस खान्छौँ होइन। हामी चाहिँ उखुको जुस खान बसेको होइन। कस्तो छ? चरी चाहिँ हो यो घर जाने बस चढ्यौँ। हामी चाहिँ बस चढेर हिँड्यौँ अब मस्त। यत्रो खोजा छैन होला त। आइफोन हो कि आइफोन भेट्दै छैन पनि ठुलो ठुलो पारेर भेट्नु पऱ्यो। सिँगै चलाएर चाहिँ जाली जानु पऱ्यो। फाइनली हामी चाहिँ घर आइपुग्यो भन्दा नि अब यो चिसोपानी चोकमा आइपुग्यौँ। खाजा खायौँ, चाउमिन बुढाबुढी बच्चा अनि छोरीलाई अन्ना किनिदियो। अन्ना खाएको है छोरी? के खाएको? अन्ना है। सो अब घर आइपुग्न आँटिसक्यो। मेरो बुढी चाहिँ त्यहाँ माछा देखेछ खोलामा, माछा हेर्दै हिँडेर बच्चा जस्तै छ कि अलि हँसिलो रसिलो है। है छोरी पागल बन्न चाहिए, पागल नै तू नै चलेगा रे भन्छ नि, त्यस्तै हो यो युट्युबमा। सो गाइज घर आइपुग्नै आँट्यो। अब चाहिँ साह्रै उकालो छ होइन यतातिर, बाटो नि बनाउँदै हुनुहुन्छ यता। अब यस्तो थियो कि पहिला त, अब यहाँ ढलान हुँदैछ केही दिनपछि। सो हाम्रो घरमा कुखुरा नि हरायो अरे, कता गयो खाऊँ भनेर लिएर आएको ब्रोइलर कुखुरा थियो। सो गाइज अब चाहिँ फाइनली घर आइपुग्यो। यो चाहिँ छिमेकी घर हो। हाम्रो चाहिँ यो सानो टुपाडी यो। सो गाइज हामी चाहिँ भर्खरै कुखुरा खोजेर आयो, तर भेटिएन, कहाँ हरायो केही थाहा भएन, कसले लग्यो के गर्यो। अब खाने भनेर ल्याएको कुखुरा हरायो, रुन मन लागिरहेको मनमा चाहिँ। सो अब छोडिदिउँ त्यो कुखुराको कुरा। अब यो मेरो चाहिँ पहिलो भिडियो हो, कस्तो राम्रो नराम्रो कस्तो भयो यसो सल्लाह सुझाव लाइक कमेन्ट सेयर गरिदिनु होला, अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है गाइज। सो अब अर्को नयाँ भिडियोमा भेट हुनेछौँ हामी। बाई।